मलाई कहिलेकाहीँ सबै यादहरू मेट्ने चाहना बोलाउँछ। आफूप्रति अरूले जानी नजानी गरेका दुर्व्यवहार र आफैले पनि जानी नजानी गरेका गल्तीहरू सबै भुलाउन मन लाग्छ। भर्खर जन्मेको बच्चा चाहिँ नयाँ तरिकाले संसारलाई हेर्ने रहर लाग्छ। तर जति बन्नु थियो बनिसके। मेरा म भित्रका धेरै कुराहरूलाई फेरि बनाउँछु भनी भत्काउन मिल्दैन। त्यसो गर्नु मृत्यु स्वीकार्नु बराबर हो। खै किताब पढेर धेरै सिकिन्छ भन्थे, यहाँ मान्छे पढ्न नसकेर पो कुरा बिग्रने रहेछ। हरेक बाटो, हरेक गल्ली, हरेक मोड, हरेक कुनामा तपाईँको अर्को कोही न कोही मान्छेसँग भेट भइहाल्छ। त्यो भेट तपाईँको लागि सुखद हुन्छ कि दुःखद हुन्छ कि यो कहिले आङ्कलन नै गर्न नसकिने कुरा रहेछन्। आजको मिठो भेट पर्सिको कुहिएको बासी गनाउने तरकारी नै हुनसक्छ। आजको नमिठो भेट पर्सिको मजाले गलेको अचार पनि हुनसक्छ। तर फेरि त्यही अचारले पेट बिगार्न पनि सक्छ र के हो जे पनि जहाँ पनि जे पनि हुनसक्छ। सुखद दुःखद भन्ने कुरा त बस क्षणिक रहेछ। भयो अरू मान्छेको कुरा कति गर्नु, अब म आफ्नै कुरा गर्छु। मलाई अहिले मेरो जीवन सपना झै लागिरहेको छ र सपना चाहिँ विपना सोचेर धेरै कन्फ्युज हुन थालेको छु। मेरो सपनाले विपनाको हुबहु नकल गर्न थालेर दिमाग खराब भइरहेछ। खाटमा सुतिरहेको हुन्छु अनि सपनामा पनि आफूलाई त्यही खाटमा सुतिरहेको देख्छु। धेरै मान्छेसँगको भेटले आत्तिने खालको मान्छे म। आजकल धेरैसँग भेट भइरहेको छ तर कस्तो कस्तो नौलो लाग्छ। राति निन्द्रामा यो सब देख्दैछु कि जस्तो, किनकि म आत्तिदिनँ। खै कसरी भयो के भयो, तर भयो। मेरो जीवन पहिलाको भन्दा धेरै भिन्न हुँदैछ। छिटो मैले राम्ररी बिचमा सास फेर्न नै पाइरहेको छैन। यति छिटो मेरो जीवन परिवर्तन हुँदैछ। मान्छेहरू, वरिपरिका मान्छेहरू फेरिँदैछन्, मान्छेहरूको अनुहार फेरिँदैछ, मेरो वातावरण फेरिँदैछ। सायद त्यसैले होला, त्यही परिवर्तनसँग आफू फेरिन गाह्रो भएर होला। बेला बेला म अचानक कसैले मलाई गलत ग्रहमा ट्रान्सफर गरिदियो कि पृथ्वीबाट जस्तो पनि लाग्न थाल्छ। खैर, परिवर्तन साह्रै डरलाग्दो हुने रहेछ। तपाईँ जीवनभर उभिएको धरातललाई नै हल्लाउने, भत्केला कि जस्तो लाग्ने, सबै तहस नहस होला कि जस्तो लाग्ने। म को थिएँ, म को हुँ, म के हुँदैछु, मलाई केही अत्तो पत्तो छैन। बस यति थाहा छ कि कुनै न कुनै दिन आज मेरो मनमा बस्ती बसाएका प्रश्नहरूले आफ्नो जवाफ पाउनेछन्। ती प्रश्नका जवाफहरूबाट पुग्नेछु। त्यो तिनजेलीलाई जे गर्नै पर्ने हो त्यो गरिरहन्छ र बाँकी कुरा हेर्दै गरौँला। बाँकी कुरा आफै होला पनि। जे गर्नै पर्ने हो त्यो मैले गरेँ भने बाँकी कुरा कसो नमिल्ला। बस यति हिम्मत राख्नु छ कि अरूलाई भेट्दा, कुनै गल्लीमा, कुनै बाटोमा, कुनै मोडमा अर्को मान्छेलाई भेट्दा आफ्नो हात चाहिँ कहिले पनि आफैले नछोडौँ। बाँकी सबै त भइहाल्छ। किनकि मलाई लाग्छ कोही छ जसले सबै नाटक हेरिरहेको छ। कोही छ जसलाई मैले मेरो कुरा केही पनि बयान गर्नु पर्दैन। कोही निर्दोष मान्छेले म निर्दोष हुँ भनेर पुकारिराख्नु पर्दैन। कोही छ जसले हरेक कुराको हिसाब राखिरहेको छ। कोही छ जसले मान्छेलाई मान्छेबाट बचाउनेछ। बस त्यति भरोसा छ र बस आफैमा भरोसा राख्नु छ। त्यति भएपछि अरू त सबै ठिक भइहाल्छ नि। त्यति भएपछि चिन्ता लिनुपर्ने के नै छ र।